अहिले चाहिँ मेरो मम्मी ड्याडीहरूलाई एकदम मिस गरेको छु। त्यसको नाममा ह्याप्पी बर्थडे सो मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे। दिस इज कॉल्ड सेल रोटी। सेल रोटी या हेलो ब्रदर, नमस्ते, के छ हाल खबर? Hello and namaste, this is me Babu Prakrin. Welcome back to my YouTube channel. New day, new vlog. नयाँ अवसर, नयाँ चुनौतीको साथमा र नयाँ स्टोरीको साथमा मेरो आजको नयाँ भ्लग स्टार्ट भइसकेको छ। र आज चाहिँ मेरो लागि एकदम स्पेसल दिन हो। भन्नु पर्दाखेरि आज चाहिँ मेरो जन्मदिन हो र जन्मदिनको अवसरमा चाहिँ म आफूलाई टक्क होइन खुसी बनाउनको लागि मेरो साथीहरूसँग टक्क घुम्नलाई जाँदैछु। भोलि हाम्रो बिदा छ अनि त्यही भएर आज चाहिँ हामी राति यसो बाहिरतिर घुम्छौँ अनि केही खानेकुराहरू खान्छौँ, रमाइलो गर्छौँ, इन्जोय गर्छौँ र आजको मेरो जन्मदिनलाई एकदम स्पेसल बनाउँछौँ। सो आजको भिडियोमा त्यही कुराहरू तपाईँहरूले हेर्न पाउनुहुनेछ। सो अन्तिमसम्म भिडियो हेरिदिनु होला है त। राइट गाइज, मैले मेरो सम्धीहरूलाई भेटाइसकेको छु र म अब सम्धीहरूलाई लिएर चाहिँ टक्क हाम्रो डेस्टिनेसन आजको प्लान होइन सफल पार्नको लागि चाहिँ होइन सम्धी हो सही हो। आजको प्लान सफल पार्नलाई चाहिँ हामी लागिसक्यौँ। सो होप आजको भ्लग एकदम इन्ट्रेस्टिङ हुनेछ र हामी जति इन्जोय गर्छौँ त्यति नै तपाईँहरूलाई पनि इन्जोय दिलाउने कोसिस गर्नेछौँ यो भ्लगमा चाहिँ। म त्यही भन्न चाहन्छु। सो हाम्रो बाबु सोमको बर्थडे हुने हो, जन्मदिन खास दिन आज चाहिँ। सो यदि तपाईँहरूले मलाई साँच्चीकै मेरो भ्लग हेरेर एकदम मन पराउनुहुन्छ भने यु क्यान राइट डाउन कमेन्ट बिलो ह्याप्पी बर्थडे टु मी है। त्यसको नाममा ह्याप्पी बर्थडे सोम। मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे। Thank you so much, Samdi, and love you so much. Samdi, I love you so much. देखो नि त होइन Samdi। मान्छे त म पनि हल्का इन्ट्रेस्टिङ नै हो नि होइन, फिलिङ्समा आइदिएको क्या गाइस, फिलिङ्समा So alright guys, we will be in market and we will continue from market because here is no light, so we cannot take our video proper here. So त्यही हो होइन। इङ्ग्लिस मिलेन भने चाहिँ कमेन्ट नगर्नु है गाइज, यो चाहिँ नेपाली पाराको इङ्ग्लिस हो है ल गाइजहरू। सो राइट गाइज, हामी चाहिँ मार्केटमा आइसक्यौँ। मार्केटको चलपल चाहिँ यस्तो दामी छ है, तपाईँहरू देख्न सक्नुहुन्छ। मेरो सम्धीले लम्बी उमेर पाओस्, त्यसको साथसाथ राम्रो केटीहरू सबै दुनियाँको सबै सम्धीले पाओस् है। हामी यस्तै त हो नि बुरो। भाउजूले मार्छ है सम्धी। म एकदम खतरा खालको लोयल पऱ्यो नि त सम्धी होइन। के कसो सम्धी देखिरहेको छु सम्धी। म आध्यात्ममा हिँडेको मान्छे है सम्धी, हुँदैन त भन्नु तपाईँ। भाउजूलाई चाहिँ यति धेरै माया गर्छ कि त्यो हामी अब भनेर भन्न सक्दैन। देयर इज नो एनी वर्ड्स टु एक्सप्लेन है सम्धी होइन सम्धी। सो अब हामी आइपुगिसक्यौँ मार्केटमा। यो चाहिँ सालमियाको एमआरजी चोक, हाम्रो भाषामा भन्नुपर्दाखेरि सालमियाको होइन ओल्ड सुक मार्केट भन्छ यसलाई चाहिँ। सो हामी यो मार्केटतिर चाहिँ यसो अब के अब बर्थडे स्पेसल बनाउनलाई अब हामीले के गर्न सक्छौँ होइन, आफ्नो क्षमता अनुसार होइन। घाँटी हेरी हाड निलो भन्छ, अब त्यही अनुसारले हामीले अब हल्का के गर्ने हो कसो गर्ने हो होइन, त्यो चिजहरू चाहिँ हामीले गर्छौँ। सो अन्तिमसम्म हेर्नु होला है, तपाईँहरूलाई पनि एकदम इन्जोय होइन। र आज मेरो बर्थडेको दिनमा कोकोसको बर्थडे परेको हुनसक्छ, उहाँहरूलाई पनि ह्याप्पी बर्थडे भन्न चाहेँ होइन। त्यही हो। अनि मेरो सम्झीहरूले यता पछाडि गफ हानिरहेको छ, रमाइलो छ जे होस्। आज चाहिँ एकदम खुसी छु। अनि स्पेसली मैले चाहिँ मेरो मम्मी ड्याडीहरूलाई एकदम मिस गरेको छु। अनि उहाँहरू नभइदिएको भए मैले यो संसार देख्न पाउँदिनँ थिएँ होला। सो I miss you mom and dad also. So I miss my big brother also from my vlog if you are watching. So त्यही हो है। अनि अब यस्तै हो सम्धि। हामी के लुलुम जाने नि त अब? हासन त डाइरेक्ट लुलुमा आउँछ भने
लुलुमा आउँछ नि त ल केही छैन अब लुलुमै गइदिने हो होइन अब साथी लुलुमै आउँछ भने हामी अब लुलुमै गइदिनु पर्ने हुन्छ लुलु मार्केट चाहिँ यता अगाडि हो नि त अनि हामी हिँडिदिनु पर्ने हुन्छ के गर्नु त अब यस्तै हो होइन अब कुवेतमा चाहिँ एकदम गर्मी बढ्दै आइरहेछ साथीहरू अनि गर्मी सँगसँगै अब हामीले होइन दिनहरू बिताउनु पर्ने हुन्छ दिनहरू यस्तै बितिरहेछ ड्युटी जाऊ आऊ त्यही चल्छ होइन विदेश भनेको त्यही नै हो होइन अब सुख मात्रै हुँदैन मान्छेको जिन्दगीमा दुःख पनि हुन्छ सो त्यही हो दुःख सुख भएन भने त जिन्दगी नै होइन नि गाइजहरू के कसो मैले बोलेको सही हो कि गलत हो यसो कमेन्टतिर यसो हिर्काउनु पऱ्यो 2-4वटा सो गाइज हामी चाहिँ हाम्रो डेस्टिनीमा आइसक्यौँ अनि त्यसपछि अब भन्नुपर्दाखेरि हाम्रो साथीले यहाँ बस्ने ठाउँको व्यवस्था गरिसकेको छ हाम्रो काले दाइले अनि हाम्रो यता हुनुहुन्छ मिस्टर हासेन Mr. Hassan, I'm here. Say- Today we are celebrating our friend's birthday, Mr. Babu. So hope he will be enjoying his New Year from today. टक्क अब आफ्नै ढङ्गले टक्क सेलिब्रेट गर्न गइरहेछौँ होप तपाईँहरू पनि इन्जोय गरिहाल्नुहुन्छ मेरो बर्थडेलाई होइन सो त्यही हो आजदेखि म पनि एकदम 1 साल Babu today is born again. He is a newborn. I am a new baby today. So we are going to celebrate our प्लिज लाइक एन्ड सब्सक्राइब लाइक चाहिँ बढाउनु पर्यो सब्सक्राइब पनि बढाउनु पर्यो आज तपाईँहरूले केही गर्नु पर्दैन जन्मदिनको उपलक्ष्यमा तपाईँहरूले केही मलाई गिफ्ट सिफ्ट केही दिनु पर्दैन गिफ्ट भने 1 लाइक 1 सब्सक्राइब 1 कमेन्ट वाह नयाँ गिफ्ट द्याट इज बिगेस्ट गिफ्ट फर मी सो गाइज किप सपोर्टिङ खुसीको नाममा होइन के कसो सम्झेर हो खुसीको नाममा सो त्यही हो गाइजहरू यो चाहिँ हाम्रो अब रौसी भने नि फ्याङ भने मोमबत्ती सत्ती बाल्न पर्ने हुन्छ गो शॉट अनि इट्स हाम्रो अ बर्थडे ह्यापी बर्थडे सम्झे? म्यान अब यो मोमबत्तीलाई चाहिँ न सुन्नु न सम्झे यो मोमबत्तीलाई चाहिँ हामी बालेर ननिभाउने कि किनभने हाम्रो संस्कारमा चाहिँ होइन बत्ती चाहिँ जन्मेको दिनमा चाहिँ तपाईँको बत्ती चाहिँ बालेर राख्ने हो अरे कि खासमा होइन रातभरि है अनि यो उनीहरूको अब के भन्छ यो मोडर्नाइज जमानामा चाहिँ निभाउने गर्छ नि त त्यही भएर म चाहिँ यसलाई चाहिँ निभाउँदिनँ ल ल सही हो यार यो चाहिँ बलेको हुन्छ है ल लाइटर दिँदा सो फर्स्टमै गइहाल्यो नि यताबाट यस्तो भइरहेछ प्रोग्राम Very nice. अहिले ल्याइदिने ओ बाबु यता रेडी हो सम्धी भएन केक काट्ने होइन पहिला केक कस्तो ए पनि लानु पर्यो यस्तै भयो होइन ओके मिस्टर हासेन You now 29 29 yeah and you look 16. I always tell to my God why you making me this much handsome अलि बढी भयो कि सम्धी गर्ल्स आर डाइङ टु म्यारी आवर बाबु सम्धी यो सो दामी रमाइलो भयो होइन केटाहरूले मलाई केक सेक दलिदिए होइन यता हाम्रो सोल्टी हुनुहुन्छ यता अर्को हाम्रो सोल्टी यता हाम्रो अर्को सोल्टी र अब हामी लो खोलाउँछौँ दि तारा हान्दिउँ
यही हो बर्थडे सट्टै हल्का रमाइलो पारामा आफ्नै पारामा सेलिब्रेट गरेर अब चाहिँ टु ट्राई सम फुड। सो यो चाहिँ कहाँ हो भन्दाखेरि हाम्रो नेपाली रेस्टुरेन्ट एसियन चुलोमा हामी चाहिँ अब नेपाली फुडहरू हल्का ट्राई गर्नलाई आइरहेछौँ अनि हल्का खानुपर्ने हुन्छ होइन। यो चाहिँ हाम्रो एसियन चुलो नेपाली होटेल, तपाईँहरू पनि आउन सक्नुहुन्छ। अनि सो यही यता हेलो ब्रदर नमस्ते, के छ हाल खबर? एकदम हेलो। सो अब हामी यहाँ चाहिँ अब केही नेपाली खानाहरू अर्डर गर्छौँ अनि त्यसपछि खान्छौँ अनि त्यसपछि जान्छौँ है। त्यही हो ल बस्दिउँ केटा हो। तपाईँहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने एसियन चुलोमा एकचोटि भिजिट गर्नु होला। यहाँको फुड चाहिँ एकदम स्पेसल होइन, अथेन्टिक नेपाली टेस्ट अनुसार होइन उहाँहरूले प्रोभाइड गर्दै हुनुहुन्छ। यो चाहिँ कहाँनिर छ भन्दाखेरि ठ्याक्कै लुलु महलको कति तला सर? सो फ्लोर 1 मा तपाईँहरू आउन सक्नुहुन्छ एसियन चुलो। सो त्यही हो। अब हामी चाहिँ अर्डर गर्दैछौँ। ल गाइस अर्डर हानौँ त। यो चाहिँ हाम्रो तर्फबाट तपाईँलाई सेलरोटी कम्प्लिमेन्ट्री। सो धन्यवाद। यु आर ह्याभिङ नेपाली फुड दिस इज कल्ड सेलरोटी। Serroti. या ओके स्टार्ट फ्रम यु। ट्राई ल राखिदिनु दाइ। हात गलिसक्यो होला ल यता अब देऊ न यता अब चटपटी पनि राख्छ Main food. सो अलराइट गाइज हामीले चाहिँ एसियन चुलोको होल प्लेटर चाहिँ खतम गरिसकेका छौँ। एकदम मिठो, एकदम टेस्टी, एकदम बवाल लाग्यो है। यदि तपाईँहरू पनि कुवेतमा हुनुहुन्छ भने चाहिँ ट्राई दिस फुड है, त्यही भन्न चाहन्छु। एकदम दामी। सो त्यही नै हो गाइजहरू। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरू सम्पूर्णलाई। आजको भ्लगलाई चाहिँ यतैतिर अन्त्य गर्नुपर्ने हुन्छ किनभने अब भिडियो एकदम लामो भइसकेको छ र अब चाहिँ हामी रुम फर्किन लागेको। सो नेक्स्ट डेमा नयाँ भिडियो, नयाँ कहानी र नयाँ चुनौती र अवसर लिएर म फेरि ब्याक हुनेछु भन्ने बाचाको साथमा आजको लागि चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। हस् त धन्यवाद। जय नेपाल।